Hello, namaste everyone. Welcome to my blog. First of all, अहिले चलिरहेको रमदान सम्पूर्ण इस्लामिक बन्धुहरूलाई इस्लामिक धर्मावलम्बी बन्धुहरूलाई विश्व बजारमा बस्नुभएका इस्लामिक बन्धुहरूलाई रमदान करिम भन्दै आज म र मेरो भान्जा हामी आज कर्नेसमा आएका छौँ हैन अबुधाबीको कर्नेसमा आएका छौँ। यहाँ आज स्विमिङ अब के गर्छौँ त थाहा छैन। हामीले हजुरहरूलाई आज इन्ट्रेस्टिङ खालको भिडियो तपाईँको माझमा लिएर आउँदैछौँ। के गर्छौँ, कस्तो हुन्छ, के हुन्छ, ती सम्पूर्ण कुराहरू तपाईँले पछि हेर्दै जानु होला, देख्दै जानु होला। तर हामीले आज बवाल चाहिँ बनाउँदैछौँ, बवालको चाहिँ आज भिडियो चाहिँ हामी बनाउँदैछौँ। र त एउटा कुरा, गर्मी यति बढे चाहिँ पसिना आइसक्यो त हैन, गर्मी त बवाल गर्मी चाहिँ बढेको छ हैन भन्दै आजको भिडियोलाई जसरी पहिलाको भिडियोलाई माया गर्नु भएको छ, फर्स्ट अफ अल म सबैलाई सब्सक्राइबर जतिजना साथीहरू हुन्छ उहाँलाई वेलकम गर्न चाहे, उहाँहरूलाई चाहिँ थ्याङ्क यू भन्न चाहे। जसले सब्सक्राइब गर्नुभएको छ, जसले लाइक गर्नुभएको छ, जसले कमेन्ट गर्नुभएको छ, जसले सेयर गर्नुभएको छ, जसले माया गर्न, सबैलाई आई लभ यू भन्नु। मेरो भान्जा पौडी त छँदैछ। अब यिनी फेरि पानीदेखि डराउँदो रहेछन्। अब यिनी पानी चाहिँ म त क्यामेराम्यान हो आज तपाईँको, म त पौडिन्न भनिरहनु भएको छ। ठिक छ, अब उहाँलाई चाहिँ त्यो यो नुनिलो हुन्छ नि त यहाँको पानी। आज मैले अस्ति योभन्दा पहिलाको भिडियो मैले चाहिँ दुबईको जुमेरा बीचबाट बनाएको थिएँ। तर त्यहाँ स्विमिङ गर्ने मौका मिलेन, किनभने मैले चाहिँ केही चिजै लिएर गएको थिइनँ। त्यसपछि अब हामी यतै जान्छौँ। र अब हामी अब म आज एकदमै स्विमिङ गर्न मन लागेको छ। पहिला चाहिँ स्विमिङ गर्छु हैन, हरेक गर्छु। र सबैभन्दा पहिला भान्जालाई चाहिँ मेरो ब्लगमा वेलकम गर्न चाहे। भान्जा थ्याङ्क यू मामा। अब धेरै दिनपछि आज फेरि हजुरको ब्लगमा जोडिन पाइयो। सबैजनालाई मेरो तर्फबाट धेरै नमस्कार छ। मामाको च्यानललाई अलिकति सब्सक्राइब गरिदिनु होला, सबै लाइकहरू गरिदिनु होला। सम्पूर्ण दर्शक श्रोताहरूलाई चाहिँ यही भन्न चाहन्छु। ल अब माहौल, अब स्विमिङको माहौल चाहिँ सुरु भएको छ है। मान्छेहरू देखिन थाले। त्यो त नदेखाम क्या अरे, खास त्यो खास भ्लगमा हाल्न पर्ने जस्तो चाहिँ त्यहाँ बिचमा आइसकेपछि एउटा तस्बिर त देखेँ, तर त हाल्दिनँ। अब म हाल्दिनँ। आज मैले के गर्छु भन्ने कुरा मात्रै आज तपाईँहरूलाई यो भ्लगमा देखाउँछु। म स्विमिङ गर्छु, म सबै कुराहरू गर्छु। ल आज चाहिँ एकदम स्लो तरिकाको चाहिँ भ्लग चाहिँ मैले बनाउँछु। र अब स्विमिङ ल दामी भएको छ है, मौसम पनि सही छ। अब हामी चाहिँ अब स्विमिङ गर्न जाने। ल आउनुहोस्, अब ल आउनु भन्छ ल। अनि अब कहाँ राखौँ कपडाहरू, कहाँ खोल्ने होला? ल आउनु। चाहिँ हजुर स्विमिङ नगर्ने? म क्यामेराम्यान। ए हजुर क्यामेराम्यान हो? हजुर। म त उइसा पुगिदिन्छु त अहिले। चहेवाहरू ल आउनु। तयारी कपडालाई तर अलि ठाम चाहिँ अझै गतिलो पाएन के। त्यहाँ पाइन्छ कि? आउनु त्यहाँ अगाडि पाउँछ होला। त्यहाँ राख्न पाइन्छ। यहाँ राखौँ न, आउनुहोस्। यहाँ राखौँ भन्छ। यहाँ राखौँ, यहाँ आउनु। यहाँ भन्छ यहाँ राखौँ, आउनु। ओके, यसमा राखौँ ल। अब यो त झिक्नु पर्यो। खै खिच्नु न, खिचिरहेको छु मैले। ल अब मलाई खिच्नु न त। अब यो झिक्नु पर्यो। त्यहाँ नानीलाई खिचिदिनुहोस् खान्छ। अब यो त पौडीले स्विमिङ गर्न जाँदाखेरि यो त हाल्नु भएन। यो त ल हजुर पनि के गर्नु छ? हजुरको त माइक बोल्दै गर्नु। म बोल्दै खेती गर्छु। मलाई त्यो गर्दाखेरि हजुरले त्यो माइक गर्नु होला। अब म चाहिँ दामी छ है मौसम। स्विमिङ गर्ने मौसम चाहिँ छैन। ल बाहुन है, ब्राह्मण होइन। ब्राह्मण त अब जो पनि बन्न सक्छ, तर बाहुन बन्न चाहिँ सकिँदैन है। बाहुन बन्न चाहिँ जन्मिएर आउनुपर्छ।
ब्राह्मण चाहिँ जो पनि बन्न सक्छ है। ब्राह्मण भनेको चाहिँ एउटा चाहिँ तपाईँको त्यो अनुशासन हो कि एउटा आस्था हो। पनि ब्राह्मण चाहिँ बन्न सक्छ र बाहुन चाहिँ बन्न सक्छ। बाहुन इज अ ट्रेडमार्क हो अनि र बवाल अरू त अब चाहिँ एकछिन चाहिँ अब एकछिन बन्द गर्नु त अनि अहिले पछि फेरि छोडिदिनु। रेडी हो रेडी एकदम। ल आजको तपाईँको सुमिन हजुर आदि खोलाको चाहिँ सिप आज मामाको स्विमिङ खतरा खेल्छु म आदि खोलामा। पहिला आदि खोलामा एकदमै राम्रो स्विमिङ गर्ने मान्छे हो भनेर भन्नुभएको छ। आज मामालाई चाहिँ मैले चाहिँ स्विमिङ चिसो छ पानी चिसो एकदमै पानी चिसो छ। अब मामाको आज चाहिँ गयो मान्छे मामा गए धेरै नै जानुभयो त पर। ओहो हो स्विमिङ त राम्रो खेल्न जान्ने मान्छे नै हुनुहुँदो रहेछ। पहिला अब आदि खोला हाम्रो खरे खोलातिर राम्रो खेलेको मान्छे, त्यही भएर उहाँलाई चाहिँ सामान्य जस्तै लाग्यो। यहाँ चाहिँ धेरै नै पाए त्यो हो, त्यहाँभन्दा उता जान पाइँदैन। त्यहाँसम्म पुग्नु भनेको चाहिँ चान्चुने कुरा होइन। एकदमै त्यहाँसम्म पुग्नु भनेको पनि एकदम ठुलो कुरा हो। त्यहाँसम्म म त जान सक्दैन। अब धेरै परको कुरा हो म जानु भनेको। त्यहाँ लगभग त्यहाँ 2 मान्छे 3 मान्छे भन्दा गहिरो छ त्यहाँसम्म। त्यहाँभन्दा उता जान एलाउड पनि छैन। त्यहाँ उता जान पाउँदैन, त्यहाँसम्म मात्रै हो। तर धेरै नै परै जानु भएको छ। मैले जुम गरेर आमालाई एकदम जुम गरेर उ गरिरहेको छु। वाउ मामा ल तपाईँ एकदमै शक्तिशाली स्विमिङर हो है। तपाईँ चाहिँ एकदम, तपाईँलाई चाहिँ मैले तकमा दिन्छु मामा, तपाईँलाई तकमा। स्विमिङ वाह मामा ल बवाल छ तपाईँले जोक गरेर ओहो हो एकदम मामा एकदम गराउँछ। एक्सर्साइज त दामी हुन्छ। थाक्नुभयो मामा है? तपाईँ धेरै पर जानुभयो नि त। लगभग कति होला आदि त नभनौँ, एकदम दामी 200 मिटर परै जानुभयो नि। चस्मा चाहिँ किन लगाएर गएको भने? चस्मा ए ल ठिक छ एकदम ल। नै म चाहिँ अलि पछि म पढिन्छु। तपाईँ चाहिँ पहिला रहर पुरा गर्नु न। एकछिन आराम गर्नुहुन्छ कि? एकछिन आराम गर्नु, फेरि थाक्नु होला धेरै।
यस्तो बोटहरू चल्छ यहाँ चाहिँ मामा स्विमिङ गरिराख्नु भएको छ बोटहरू पनि यस्तो चलिराखेको छ तपाईको यो त नुनिलो छ नि त अब यसलाई के भन्छ ठ्याक्कै के भन्छ थाहा भएन तर तपाईँको शरीरमा भएको स्किनमा भएको बिग्राहरू होइन तपाईँको जोइन्ट पेनदेखि के भन्छ स्किन चाहिँ क्लियर हुन्छ भन्छ है समुद्रको पानीले अर्को कुरा समुद्रको पानी तपाईँले डब्बामा लगाएर राख्नुभयो भने कहिले लेउ लाग्दैन कि त्यस्तो खोलाको पानी चाहिँ लेउ लाग्छ होइन तर समुद्रको पानी चाहिँ लेउ लाग्दैन कि समुद्र म फेरि गएर आएँ ल 1 सेकेन्ड ल म उल्टे यत्तिकै पढेर यत्तिकै पढिने ल त दामी छ दामी छ दामी छ दामी छ दामी छ मामा दामी छ तपाईँसँगै यहाँ हाम्रो सरहरू पनि आउनुहोस् है पछाडि आउनु त त्यहाँ साथीहरूसँग आउनु त हाल्छ बाबा आधीमा जान्थ्यो नि त हजुर आधीमा गएर बालुवामा यो के गरेको मामा यहाँ उडाएर बनाउनु कि अब यस्तै हामी खेल्थ्यौँ मन हुँदैन यहाँ थाहा होइन है डाक्टी चाइल्डहुड क्या बच्चा तर हुँदो रहेछ बालुवा चाहिँ चिसो नहुने रहेछ है नहुने रहेछ चिसो भयो बालुवा चिसो चस्मा लाउँदैन भित्र छिर्ने पानी हो र चस्मा लाउँदैन नि भित्र छिर्ने पानी तपाईको अझै यहाँ खानु होइन खतरा खेल्नु भयो यार खतरा खेल्नु भयो तपाईँलाई माने यार तपाईँ आमा जे होस् स्विमिङ गर्नलाई चाहिँ तपाईँ नि मामा हिरै रहेछ नि हिरै 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 रहेछ नि तपाईँ त यो कुरा चाहिँ मैले माने तपाईँलाई है एकदम ल म चाहिँ क्यामेराम्यान म चाहिँ अहिले खेलेको छैन मामाहरू चाहिँ एकदम स्विमिङ खेल्नुभयो अब स्विमिङ गर्ने तयारीमा है स्विमिङ गर्ने हो म पनि स्विमिङ गर्ने हो सम्पूर्ण स्विमिङ चाहिँ गर्नुपर्छ क्या आइसकेपछि तपाईँ ड्युटीले नदौडिनु छ न एक्सर्साइज गर्नु छ त्यही त गर्नु नि त तर एक्लै बबाल बबाल हजुर यस्तो मजा आयो यस्तो बबाल भयो शरीर पनि चङ्गा भयो क्या मजा पानी पनि चिसो रहेछ है क्या दामी के हजुर अबको 15 दिनपछि त यहाँ सम्हाल्नै सकिँदैन गर्मी सम्हाल्न सकिँदैन फेरि पानी पनि तातो हुन्छ पानी पनि तातो हुन्छ तर ओके हजुर नआएको मैले रुममा गएर सक्क साबुन टक्क स्याम्पूले टलक्क नुहाउने कति टाइम लाग्छ र हामी त 15 मिनटमा पुगिहाल्छौँ सही छ मामा सही छ पानी यहाँ चिसो छ पानी चिसो छ मामा नुहाउँदै हुनुहुन्छ म त यता क्यामेराम्यान है मैले फेरि भिडियो बनाइदिएँ ट्याक्क लगाएर घरिघरि म पनि देखिन्छु
प्रायः जसो मैले मामालाई फोकस गरिरहेको छु। मामा अब यो फेरि यो समुद्रको पानीले सनस्क्रिन लगाइएन भने भगवान चाहिँ फेरि ड्यामेज गराउँछ कि स्किनलाई प्रोटेक्टिभ पनि त गर्नु पऱ्यो होइन फेरि प्रोटेक्ट गर्न पर्छ गाह्रो छ हौ। नाका टुप्पामा आउँदैछ, नाकको टुप्पामा। ल आज मेरो क्यामेराम्यान भान्जालाई धेरै धेरै धन्यवाद दिँदै आजको हाम्रो आज भ्लग अलिक इन्ट्रेस्टिङ चाहिँ ठाउँ देखाउँदैछु अरे हजुरलाई। ल आहो मैले त इन्जोय गरेँ मजाले। हजुरले हेरेर यो भिडियो पनि यो मेरो भ्लग हेरेर अलिक इन्जोय गर्नुहुन्छ, त्यसमा चाहिँ दुई मत छैन। ल जतिजनाले मेरो यो आजको भ्लग हेर्नु भएको छ उहाँहरूलाई हृदयदेखिबाट धन्यवाद दिँदै र अब थाकियो, यस्तो मजाले थाकियो कि धेरै भएको थियो नि त, यतिको चाहिँ हार्ड एक्सर्साइज नगरेको होइन। आज चाहिँ नि प्रत्येक पार्ट्स चाहिँ एक्टिभ चाहिँ भयो कि आज स्विमिङले। आज हामी तपाईँहरूलाई होप मैले जत्तिकै चाहिँ बाहिर बसेर अहिलेसम्मको हेर्दाखेरि लगभग 33वटा देशमा चाहिँ मेरो भिडियो हेर्नु भएको छ। सबैलाई हृदयदेखिबाट धन्यवाद दिँदै आगामी अझ तपाईँहरूको चाहना अनुसार तपाईँहरूको चाहिँ इच्छा अनुसारको तपाईँहरूले चाहिँ जुन कमेन्ट गर्नुभएको छ त्यही ठाउँमा चाहिँ मैले तपाईँहरूलाई चाहिँ नयाँभन्दा नयाँ ठाउँमा गएर चाहिँ भिडियो बनाउँछु र त्यसको लागि तपाईँहरूको साथ सपोर्ट मिलिरहेको छ। अझै त्यसको चाहिँ आशा गर्दै होइन, आशावादी त जहिले पनि हुनु पर्यो, आशावादी छु। तपाईँहरूको मायालाई हृदयमा राख्दै डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब यो भिडियोलाई चाहिँ त्यो भनेर चाहिँ नभुलिदिनु होला। र अब एउटा तपाईँलाई मजाको चाहिँ चिज देखाउँछु, त्यो चाहिँ एउटा हेल्थसँग चाहिँ रिलेटेड छ। त्यो चाहिँ यहाँ बनाएको छ, यो गभर्मेन्टले साना साना कुराहरूलाई पनि सूक्ष्म तरिकाले चाहिँ अध्ययन गरेर बनाएको हुन्छ होइन भान्जा हो। त्यो जुन अभिभावक एउटा बाबाले जुन खालको चाहिँ भूमिका निर्वाह गर्नुपर्ने हो त्यो निर्वाह यहाँको चाहिँ किङले गरेको छ, यहाँको राजाले गरेको छ, यहाँको गभर्मेन्टले गरेको छ होइन। त्यो कुराहरू चाहिँ आई होप एकदमै आशा चाहिँ राख्छु। र आज हामीलाई अब हजुरलाई आजको यो इन्ट्रेस्टिङ अब थेरापीमा तपाईँहरूलाई चाहिँ म थेरापी चाहिँ देखाउँदैछु। पहिला हजुरहरूलाई म जानकारी गराउँछु। ल यसमा हामी चाहिँ हिँड्छौँ, यसलाई चाहिँ हेर्नु होला, यो के अरे खाली खुट्टा हो, प्रत्येक ढुङ्गाहरूमा खाली खुट्टा राखेका छौँ भनेपछि तपाईँको पैतालामा सबै कुराहरूको चाहिँ मसाज हुन्छ। ल अब हामी खाली खुट्टा हो, खाली खुट्टा चप्पल राख्ने, चप्पल राख्ने। अब खाली खुट्टा हामी चाहिँ अब यहाँ चाहिँ अब सुरु सम्हाल्नु सकिनु मरिन्छ, मरियो भनेपछि यसले चाहिँ तपाईँको माइन्ड सिधै डाइरेक्ट तपाईँको माइन्ड चाहिँ माइन्डमा के भन्नुहोस् न, यहाँ हिँडेका छौँ हामी चाहिँ हिँडेका छौँ होइन, सिधै माइन्डमा के तपाईँको चाहिँ हान्छ हेर्नुहोस् न, तपाईँको चाहिँ फ्रेसनेसको एउटा नेक्स्ट लेभलको फ्रेसनेस बनाउँछ। अब यो ठुल्ठुलो भन्छ अर्थिङ जस्तै नै हो कि होइन। हामीहरू चाहिँ
प्रायः जस्तो अहिले मान्छेहरूलाई चाहिँ रोग लाग्नुको कारण किन भन्दा कहिल्यै पनि उसले चाहिँ अर्थिङ भनेको जमिनलाई टेक्का छैन, माटोमा चाहिँ स्पर्श चाहिँ गर्नुपर्छ कि होइन। पहिला पहिला हाम्रो बाजे बराजुहरूलाई न सुगर थियो न प्रेसर थियो, अनि केही पनि थिएन त, उनीहरू खाली खुट्टा हिँड्थे होइन, धरतीमा चाहिँ खेल्थे, माटोमा खेल्थे, हरेक कुरा गर्थे नि त। त्यसले गर्दाखेरि चाहिँ कसैलाई चाहिँ अहिले हाम्रो चाहिँ बच्चा बच्चीहरूलाई जन्मिँदैदेखिबाट चाहिँ खुट्टामा चाहिँ जुत्ता लगाइदिएको छ, के लगाइदिएको छ। त्यसले गर्दा जन्मिँदै हाम्रो बच्चा बच्चीहरू चाहिँ रोग्यो भएर चाहिँ जन्मिन्छन् हेर्नुहोस्। त्यही कारणले गर्दा बेला बेलामा खाली खुट्टा हेर्नुहोस्, प्रकृतिसँग रमाउनुहोस्। ओ माई गड, दिमागमा फेरि फर्केको तपाईँ? त्यो त दिमाग आयो बाबा, नि मरे नि मजा साँच्चै नि तपाईँहरूलाई यो यति पेनिङ हुन्छ कि यति पछि एकदमै रिलिफ हुन्छ। सुरुको स्टेपमा साना साना चाहिँ तपाईँको चाहिँ ढुङ्गाहरू राखेको छ, त्यसले गर्दा यति गाह्रो हुन्छ होइन, चसक्कै दिमागमै के चसक्कै दिमागमै हान्छ क्या, यति गाह्रो बनाउँछ कि। र त्यसपछि पछि चाहिँ दामी हुन्छ होइन। यता आउनुभयो भने यहाँ चाहिँ हिँड्नु होला। कोही साथीहरू चाहिँ अबुधाबीमा हुनुहुन्छ, अबुधाबीमा हुनुहुन्छ नि, यहाँ हुनुहुन्छ भने यो थेरापी चाहिँ लिनु होला। यो फ्रीमा छ, यहाँ पैसा तिर्नु पर्दैन। आया माय गड, छैन बस। यो खालको छैन, सुरुका स्टोनहरू यस्तो छ, यसमा हिँड्दाखेरि चाहिँ खाली खुट्टा परा नै जान्छ कि आँसु नै आउने चाहिँ बनाउँछ, तर हेल्थको लागि बवाल छ। ल अब फेरि आज आई होप आजको भिडियो तपाईँहरूलाई बहुतै मनपर्छ, खुब मनपर्छ। हामीले चाहिँ असाध्यै आफैले मजा लिएर बनाएको भिडियो, आफैले मजा गर्दै बनाएको भिडियो हजुरलाई मजाको लाग्छ भन्ने कुरामा चाहिँ दुई मात्र होइन। र फेरि पनि आज हामी रातिको पनि एउटा चाहिँ बब्बाल भिडियो तपाईँहरूको बिचमा लिएर आउँदैछौँ, मजाको भिडियो ल्याउँदैछौँ, इन्ट्रेस्टिङ खालको भिडियो ल्याउँछौँ। सबैको चाहना, सबैले चाहिँ त्यो बनाउनुहोस्, त्यो ठाउँमा गएर बनाउनुहोस् भन्नुभएको, र तपाईँहरूलाई पनि बेसरी चित्त बुझ्ने खालको चाहिँ भिडियो हामी चाहिँ फेरि बेलुका, हुनसक्छ राति कति बज्छ थाहा छैन, हामीले चाहिँ त्यो सुट गर्दैछौँ। र आज यो भिडियोलाई साथ दिएर तपाईँहरूले सम्पूर्ण कुरो भिडियो हेरेर हामीलाई साथ दिनुभएको छ, त्यसको लागि म हृदयदेखिबाट तपाईँहरूलाई धन्यवाद दिँदै अब फेरि अर्को भिडियोमा भेट्ने बाचासहित आज छुट्टिन भने फेरि भेटिँदैन, फेरि भेट्ने बाचासहित मस्त रहनुहोस्, व्यस्त रहनुहोस्, स्वस्थ रहनुहोस्। बाई बाई, फेरि नेक्स्ट भिडियोमा भेटौँला।